तपाईँलाई जागिर गर्न मन छ कि छैन भन्नु न। हेलो भाइ, त्यो धम्की चाहिँ मलाई चाहिँ नदे भाइ। चिन्नुभयो मलाई? क्या त म नेताको छोरो क्या। धम्की दिने काम नगर। तिम्रो काम चाहिँ हुन्छ, तर वैधानिक रूपमा तिम्रो कागजपत्र सबै छ भने काम हुन्छ, होइन भने तिमी प्रधानमन्त्रीको छोरो भए पनि तिम्रो काम हुन्न। हेर, मान्छे चाहिँ पठाइदिएको छु, त्यो काम चाहिँ गरिदिनु पर्यो है। तपाईँको गेटमा चाहिँ ठ्याक्क आइपुग्छ है, 5:15 आइपुग्छ क्या त्यो मान्छे। वैधानिक रूपमा तिम्रो कागजात छ भने काम चाहिँ हुन्छ, अन्यथा यहाँ धम्की दिने काम नगर। तपाईँको जागिर भर्खरको भर्खर चैट पारिदिउँ? म यहाँ तिम्रो लोकसेवा पास गरेर आएको कर्मचारी हो। तिमीले धम्की दिएर मेरो जागिर जानेवाला छैन। न्यु खोज्यो भने तिमीलाई चाहिँ म अहिले पुलिस बोलाएर कठला समाएर अहिले हाल्छु जेलमा। फेरि तिम्रो धम्कीले म डराउँदिनँ भाइ। कागजपत्र छ भने काम हुन्छ, होइन भने चाहिँ तिम्रो काम हुन्न। तिम्रो कागजपत्र लिएर आऊ, अनि मात्र काम हुन्छ। त्यस्ता धम्की सम्कीसँग म डराउँदिनँ। म लोकसेवा पास गरेर आएको कर्मचारी हो भाइ।